यतिखेर हामी चाहिँ यहाँ पालुङमा आइसकेका छौँ यो तरकारीको लागि मुला खरिद्नको लागि। यहाँ चाहिँ एकदमै तरकारीलाई प्रख्यात। यहाँ चाहिँ यस्तो भिरालोमा पनि किसानहरूले यस्तो भिरालोमा नि पाटा पाटा बनाएर जङ्गललाई फडानी गरेर खेती गरिराख्नु भएको छ। यहाँ चाहिँ अब यसरी मुला धुनी पखाल्ने प्याकिङ गर्ने काम भइरहेछ। अब धमाधम रूपमा काम चलिरहेछ। यहाँ चाहिँ लोड भइसकेको छ गाडीमा। यो चाहिँ मुला सबै मुला सरसफाइ गरेर खोलामा ल्याएर प्याकिङ हुँदैछ।